कसरी बुझाउने भन्थिन् है मैचाङले रुँदै धारा। आजको दिन त कस्तो मजाको भएको, पानी पनि सिमसिम परिरहेको, गाना पनि त्यस्तै आइरहेको। म त साह्रै मन दुखिरहेको छ। आज चाहिँ गएर रक्सी खाइदिनु पऱ्यो काकीकोमा। तिर्सना दिनलाई चाहिँ साथी बोलाउनु पऱ्यो। आज त रक्सी खानु मन थियो, तर आज त काकीकोमा जानु पर्यो। रक्सी त तार खाइदिन्छु, साथीले पनि भेट हुन्छ होला। आम्मामामा कस्तो दामी बाँच्नु, गुलाबी आँखी। आम्मामामा यो त गाँजा छ। यो रातो खालके रहेछ, यसलाई लगेर जान्छु म। घर बोकेर जानु पर्यो। काकी छैन हौ, काकी छैन। काकी बजार गइरहेको छ, बजार। रक्सी निकाल त एक बोतल जति, मिलेर खानुपर्छ तिनजना साथीभाइ। ओइ बहिनी, जा त दाजुहरूको लागि 3 ग्लास रक्सी लिएर आइदिए त। तँलाई टिप्स पनि दिइहाल्छु म, जा त। अब के गर्नु, रक्सी खानु मन परिहाल्यो हो। गएको अब काकीकोमा। ए त पनि यहीँ छस्? मगा त सङ्गम पनि छ, पर्खिन मगाएको छु मैले। कति ग्लास मगाएछौ? 3 ग्लास। यहाँ राख, यहाँ राख। केटा खान्छ खा, अस्ति जस्तो छाडे रोग जस्तो बेउडा चाहिँ नदेखा खाएर हो। हामीले खाइसकेको के हो तेरो पारा? आम्मामामा त्यही त के हो यो बा, खाइदियो गर्ने लोकल रक्सी सट्टै पारिदिएको नि बा। अस्तिको जस्तो बेउडा देखा न। सारे महिनामा पानी पर्यो रुझाउने एक्लो यो मेरो